नमस्कार सबैजनालाई। हेर्नुस् है, हाम्रो धान रोप्ने बेला भयो। अब धानको बिउ राखेको उतै मकैबारी, यो बाँझोबारी। हेर्नुस् है, हाम्रो अलैँची बारी हेर्नुस्। हेर्नुस् अलैँची बारी है, झार पलाको अलैँची हो। यो अलैँची बिरुवा मैले मल हाल्दै गरेको छु बिरुवामा। हुन्छ मल रहेको छु यहाँ ढोकोमा। दिपेश गुरुङजीले के अरे अलैँची उखाल्दै रोप्दै गर्नुभएको। रोप्ने अरे यो हाम्रो है अलैँची यसरी फलेको छ, यसरी फल्छ है। यो फलेको दाना लाग्दैछ। किन यो हाम्रो अलैँची बारी तल पनि छ खोल्चातिर। हेर्नुस्, पहिरो आएर यस्तो गराइदिएछ। त्यसै पहिरो गएर उता अलैँची रोपेको थियौँ, उता पहिरो आएर त्यस्तो गराइदियो। हुन्छ है, म देखाउँछु। यस्तो फल्छ, यसरी फल्छ। यो दाना अघि उखाल्दाखेरि निकाल्नु भएछ क्या, निकाल्ने बेला छैन, अहिले पाकेको छैन। अब असोजमा टिप्ने हुन्छ। यस्तो दाना लाग्छ हेर्नुहोस्। यसरी फल्छ, पहिला यसरी फुल्छ अनि त्यसपछि यस्तो फल्छ। हेर्नु न हाम्रो अलैँची यस्तै टिप्नुपर्छ अनि सुकाएर अनि बेच्छौँ हामीले। अनि यो बिरुवा हो, अनि फल्ने यो मासतिर छ। हेर्नु होला, हाम्रो किन हो अलैँची बारी। म तपाईँहरूलाई टिपेको पनि देखाउन सक्छु। अब पानी पऱ्यो भने त्यस्तै पाउँदैन, पानी परेन भने म हजुरलाई भिडियो पनि बनाएर देखाउँछु। टिप्न लगाएको अनि टिपेको अनि यसै छोड्याएको अनि सुकाएको देखाउन सक्छु। ओके, बाई बाई गाइजहरू।